समस्त श्रोता एवं दर्शकगणलाई हार्दिक नमस्कार गर्न चाहन्छु। आज जन्मदिन पर्ने श्रोतागणको हार्दिक मङ्गलमय शुभकामना एवं उत्तर प्रगतिको कामना गर्दछु। कृपया एस्ट्रोलजर लक्ष्मी यावली युट्युब च्यानल र हाम्रो ज्योतिष लक्ष्मी यावली फेसबुकमा प्रचारित दैनिक राशिफल यहाँहरू समक्ष पुगेमा मलाई प्रेरणास्वरूप च्यानललाई लाइक सब्सक्राइब र सेयर गरी सहयोग गरिदिनुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु। विक्रम सम्वत 2081 साल चैत्र 8 गते शुक्रबारको दैनिक पञ्चाङ्ग र राशिफल लिएर उपस्थित भएको छु। सन् 2025 मार्च 21 तारिक कालयुक्त नाम संवत्सर श्री सूर्य उत्तरायणी वसन्त ऋतु सूर्योदय बिहान 6:09 सूर्यास्त बेलुकी 6:15 हुनेछ। चान्द्रमान अनुसार चैत्र कृष्ण पक्षको सप्तमी तिथि 48 घडी 8 पला उपर नवमी अष्टमी रहेको छ। ज्येष्ठ नक्षत्र 39 घडी 56 पला उपर मूल रहेको छ। सिद्धि योग 23 घडी 36 पला उपर व्याघात रहेको छ। भद्राकरण 13 घडी 47 पला उपर बव र बालवकरण रहेको छ। राति 10:22 चन्द्रमा वृश्चिक उपर धनुमा जानेछन्। 10:22 जन्मिने जातक वृश्चिक राशिका उपर धनु राशिका हुनेछन्। विशेषतः दिनमा चन्द्रमाको गोचर उत्तर छ। यात्रा उत्तर र दाहिने चन्द्रमा पारेर पश्चिम गर्न सक्नुहुनेछ। राहुकाल दिउँसो 10:30 देखि 12 बजीसम्म रहेको छ। यो अशुभ समय हो, शुभ काम गर्न वर्जित छ। मेष राशिका जातकका लागि चन्द्रमाको 8औं गोचर छ। यसले कष्ट बन्दछ। क्षेत्र पेसा व्यवसाय स्वदेश विदेशमा क्रियाशील समस्त जातक सगभर नयाँ कार्य नयाँ यात्रा आरम्भ नगर्दै राम्रो गर्नै परे शुभ साहित्य र शुभ शकुनको अनिवार्य प्रयोग गर्नुहोला। हर क्षेत्र पेसा व्यवसायमा विगतको अनुपातमा विघ्न बाधाहरू आउनेछन्। चलाखीका साथ चल्नुहोला। लगानी गरिएको अनुपातमा प्रतिफल कम प्राप्त हुनाले मनमा खिन्नता छ होला। खानपिनको खराबीको कारण तल्लो शरीर सम्बन्धी समस्या रहन सक्छ। खानपिनमा जरुर ध्यान दिनुहोला। मेष राशिका जातकले सदा ओम अङ्काराय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। वृष राशिका जातकका लागि चन्द्रमाको 7औं गोचर छ। यसले धन स्त्री लाभ हुँदछ। हर क्षेत्र पेसा व्यवसाय स्वदेश विदेशमा क्रियाशील समस्त जातक दाम्पत्य जीवनमा प्रेम सद्भाव साझेदारीमा उन्नति र प्रगति नयाँ प्रेम प्रस्तावका लागि उचित दिन रहेको छ। हर क्षेत्र पेसा व्यवसायमा नयाँ र पुराना क्रियाकलापमा सफलता बढ्दै जानाले मन प्रसन्न रहनेछ। इष्टमित्र बन्धुबान्धव र सरकारवाला पक्षको पनि सहयोगमा अभिवृद्धि हुनेछ। वृष राशिका जातकले सदा ओम शुक्राय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। मिथुन राशिका जातकका लागि चन्द्रमाको 6औं गोचर छ। यसले आरोग्यता बन्दछ। हर क्षेत्र पेसा व्यवसाय स्वदेश विदेशमा क्रियाशील नयाँ र पुराना क्रियाकलापमा संलग्न जातकहरू उन्नति र प्रगतिका सङ्केतहरू देख्नुहुनेछ। कम्पिटिसनमा सफल हुनुहुनेछ। मुद्दा मामिलामा तपाईँकै हातमाथि छ। विगतमा सञ्चालित परियोजनामा सोचे आँटे अनुसार प्रतिफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिथुन राशिका जातकले सदा ओम बुबुधाय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। कर्कट राशिका जातकका लागि चन्द्रमाको 5औं गोचर छ। कृष्ण पक्षको चन्द्रमा हो। यसले आकस्मिक व्यय बन्दछ। हर क्षेत्र पेसा व्यवसाय स्वदेश विदेशमा क्रियाशील जातक नसोचेको क्षेत्रमा खर्चको ट्रेन्ड बढ्नेछ। अनावश्यक खर्च बढ्नाले मन खिन्न रहला। हर क्षेत्र पेसा व्यवसायमा विगतको अनुपातमा प्रतिफल कम प्राप्त हुनेछ। विशेष त शिक्षा सन्तान र सेयर बजारसँग सरोकार राख्ने मामलामा अन्य क्षेत्र पेसा व्यवसायभन्दा बढी नै पीडा महसुस हुनेछ। कर्कट राशिका जातकले सदा ओम सोम समाय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। सिंह राशिका जातकका लागि चन्द्रमाको 4औं गोचर छ। यसले कुक्षी रोग बन्दछ। हर क्षेत्र पेसा व्यवसाय स्वदेश विदेशमा क्रियाशील समस्त जातक विशेषतः माता भूमि र वाहनसँग सरोकार राख्ने क्षेत्रमा सगभर नयाँ कार्य आरम्भ नगर्दै राम्रो गर्नै परे शुभ साहित्य र शुभ शकुनको अनिवार्य प्रयोग गर्नुहोला। खानपिनको खराबीको कारण पेट सम्बन्धी गडबडी रहनेछ। विगतमा सञ्चालित क्रियाकलापमा विघ्न बाधाहरू आउनाले मन खिन्न रहला। सिंह राशिका जातकले सदा ओम ग्रीम सूर्याय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। कन्या राशिका जातकका लागि चन्द्रमाको 3रो गोचर छ। यसले जय बन्दछ। क्षेत्र पेसा व्यवसाय स्वदेश विदेशमा रहनुहुने समस्त जातक छोटो यात्राको सम्भावना छ। पराक्रम साहस उत्साह उमङ्ग मजबुत रहनेछ। भाइ बहिनी श्रमिकहरूको उल्लेख्य सहयोग रहनेछ। नयाँ र पुराना क्रियाकलापमा सफलता बढ्दै जानाले मन प्रसन्न रहनेछ। कन्या राशिका जातकले सदा ओम बुबुधाय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। तुला राशिका जातकका लागि चन्द्रमाको 2रो गोचर छ। कृष्ण पक्षको चन्द्रमा हो। यसले बाँडी व्यय बन्दछ। हर क्षेत्र पेसा व्यवसाय स्वदेश विदेशमा क्रियाशील समस्त जातक विगतको तुलनामा बोली कम प्रभावकारी रहनेछ। विगतको भन्दा बचतको दर घटेर जानेछ। विगतको तुलनामा परिवारजन इष्टमित्र बन्धुबान्धवले गर्ने सहयोगमा कटौती हुँदैछ।
हर क्षेत्र पेसा व्यवसायमा चलाखी अपनाउनु जरुरी छ। कुलतिर मन जान सक्छ। तुला राशिका जातकले सदा ओम शुक्राय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। वृश्चिक राशिका जातकका लागि स्वराशि चरणामाले अन्न लाभ बन्दछ। अर्थ क्षेत्र पेसा व्यवसाय स्वदेश विदेशमा क्रियाशील समस्त जातक उन्नति र प्रगतिका सङ्केतहरू देख्नुहुनेछ। नयाँ र पुराना क्रियाकलापमा सफलता बढ्नेछ। इष्टमित्र बन्धुबान्धव र सरकारवाला पक्षले सहयोग गर्नेछन्। शारीरिक मानसिक सन्तुष्टि उच्च रहनेछ। समाजमा मान सम्मान प्रतिष्ठा बढ्नेछ। वृश्चिक राशिका जातकले सदा ओम ओंकाराय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। धनु राशिका जातकका लागि चन्द्रमाको 12औं गोचर छ। यसले व्यय बन्दछ। तर विदेशमा क्रियाशील समस्त जातक नयाँ र पुराना क्रियाकलापमा सफलता बढ्दै जानेछ। इष्टमित्र बन्धुबान्धव र सरकारवाला पक्षले सहयोग गर्नेछ। विदेशमा उन्नति र प्रगतिका सङ्केतहरू देखिनेछन्। स्वदेशमा रहनुहुने जातकको वैदेशिक योगको चान्स त राम्रै छ। तर अन्य क्षेत्र पेसा व्यवसायमा क्रियाशील जातकहरू विगतको अनुपातमा प्रतिफल कम प्राप्त हुनेछन्। आफन्तमा मनमुटाव र झैझगडाको स्थिति पनि हुनसक्छ। बोल्दा जरुर ध्यान दिनुहोला। धनु राशिका जातकले सदा ओम ब्रीम बृहस्पति नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। मकर राशिका जातकका लागि चन्द्रमाको 11औं गोचर छ। यसले प्रशंसा बन्दछ। क्षेत्र पेसा व्यवसाय स्वदेश विदेशमा रहनुहुने जातकको समाजमा मान सम्मान र प्रतिष्ठा अभिवृद्धि हुनेछ। दाजु दिदी र मान्यजनहरूको सहयोग बढ्नेछ। विगतको तुलनामा रोकिएका कामहरू सजिलै सम्पन्न हुनेछन्। विगतका अनुपातमा प्रतिफल बढी प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मकर राशिका जातकले सदा ओम शम शनिश्चराय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। कुम्भ राशिका जातकका लागि चन्द्रमाको 10औं गोचर छ। यसले इष्टवृद्धि बन्दछ। क्षेत्र पेसा व्यवसाय स्वदेश विदेशमा क्रियाशील समस्त जातक नयाँ इष्टमित्रसँग सम्बन्ध विस्तार हुनेछ। इष्टमित्रहरूका माध्यमबाट महत्त्वपूर्ण उपलब्धिहरू हात लाग्नेछन्। जुन क्षेत्र पेसा व्यवसायमा क्रियाशील हुनुहुन्छ त्यहाँ प्रशंसा पुरस्कार र प्रमोसनको व्यवस्था हुनेछ। समग्र क्षेत्र पेसा व्यवसाय उन्नतितर्फ उन्मुख हुनेछ। कुम्भ राशिका जातकले सदा ओम शम शनिश्चराय नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ। मीन राशिका जातकका लागि चन्द्रमाको 9औं गोचर छ। यसले धर्म व्यय बन्दछ। कृष्ण पक्षको चन्द्रमा हो। यसले त्यति राम्रो फल दिँदैन। विभिन्न क्षेत्र पेसा व्यवसाय स्वदेश विदेशमा क्रियाशील जातक विगतको अनुपातमा प्रतिफल कम प्राप्त हुनेछन्। लगानी गरिएको अनुपातमा प्रतिफल कम प्राप्त हुनाले मन खिन्न रहला। आफन्तजन इष्टमित्र बन्धुबान्धव लगायत पिता र गुरुको सहयोगमा कटौती हुने सम्भावना छ। तसर्थ प्रत्येक क्रियाकलापमा सावधानी अपनाउनु जरुरी छ। मीन राशिका जातकले सदा ओम ब्रीम बृहस्पति नमः भन्ने मन्त्र 108 बार जप्दा सिद्धि हुने मत छ।